नमस्कार सबैजनालाई है। म चाहिँ सेप्रसिन है। तर अब जो चाहिँ मैले अब घरेलु चिज बनाउन गइरहेको छु, जसमा कि अब हाम्रो नेपाली भाषामा दार्जिलिङभित्रमा चाहिँ अब ज्यादै खाइन्छ है आँटाको डल्ला। तर मैले अब आज घरमै बनाउन गइरहेको छु र म चाहिँ पहिला यसलाई आँटाले छानेर चाहिँ मजाले मुस्छु, त्यसको बादमा मजाले डल्ला काट्छु है। डल्ला काटेपछि चाहिँ मैले एकपट्टि पानी चढाएको छु, त्यो पानीमा चाहिँ मजाले पकाउनुपर्छ डल्लालाई चाहिँ है। मजाले पाकेपछि चाहिँ त्यो डल्लालाई मजाले चलाउँदै पकाउने पाकेपछि चाहिँ हामीले चट्टै छान्ने। त्यसलाई छानेपछि चाहिँ हामीले एउटा तेलमा तेल गरम गरेर कराईमा तेल गरम गरेर त्यसमा पहिला पाँचफोरन हाल्ने, प्याज हाल्ने। मजाले प्याजलाई हल्का ब्राउन भएपछि चाहिँ मजाले चलाउँदै जाने। हल्का ब्राउन भएपछि प्याज टमाटर खोर्सानीहरू जति पनि छ त्यो हालेपछि मजाले त्यसलाई हल्कासँगले बिस्तारैसँगले मजाले हाल्दै गएपछि चाहिँ त्यसमा हल्का गरेर हामीले चाहिँ के त नुन 2 चम्मच जस्तो नुन चाहिँ लिएर नुन टक्कै हाल्नेपछि चाहिँ नुनले चाहिँ के हुन्छ भने नि छिट्टो पाक्छ है। छिट्टो त्यो उयो हुन्छ, छिट्टो पाक्छ र त्यसमा हामीले जो मसला निकालेको थियौँ त्यो मसला हाल्ने। यसमा धनिया पाउडर छ, हल्दी छ है, अन्त लाल मिर्च पाउडर छ, अन्त गरम मसला छ। त्यसलाई मजाले भुनिसकेपछि चाहिँ है त्यसमा हामीले त्यो उसिनेको डल्ला मजाले हाल्ने। त्यहाँबाट चाहिँ मजाले त्यसलाई चलाएपछि चाहिँ मजाले चलाउँदै जाने। एकछिन मजाले एकछिन गरम हुनु दिने। अलरेडी मसला त पाकेकै हुन्छ, चट्टै गरम हुनु दिने। त्यसको बादमा मजाले उयो भएपछि चाहिँ हामी घर परिवार चट्टै बसेर चाहिँ पस्किँदै है एक एकजनाले पस्किँदै खाने र मजाले स्वाद लिने क्या।